How do you know Nepal? Well, you know, we've just witnessed the political activism of the youth. Yeah. And यो मन त मेरो नेपाली हेलो गाइज वेलकम ब्याक टु माई च्यानल आफ्टर भेरी लङ टाइम हाम्रो यहाँ आज एउटा प्रोग्राम हुँदैछ सान फ्रान्सिस्कोमा नेपाल डे परेड भन्ने त्यसैसँग रिलेटेड म एउटा भ्लग बनाउन जाँदैछु लेट्स सी व्हाट ह्यापन्स देयर गाइज लेट्स सी व्हाट ह्यापन्स देयर एन्ड इन्जोय द भिडियो लेट्स गो बुम गाइज म रेडी भइसकेँ होइन अब म दिदी दाईहरू भएको ठाउँमा जान्छु त्यहाँबाट हामी बाटमा चढेर चाहिँ हामी सिधै त्यो स्टार्टिङ पोइन्टमा जान्छौँ त्यो स्टार्टिङ पोइन्टमा गइसकेपछि त्यहाँबाट चाहिँ बल्ल हाम्रो प्रोग्राम सुरु हुन्छ इन्डिङ पोइन्टमा पुग्छ अनि त्यहाँ हल्का प्रोग्राम हुन्छ सानोतिनो अनि त्यसपछि चाहिँ सकिन्छ प्रोग्राम म बिचबिचमा के हुन्छ म देखाइरहेको हुन्छु है त ल छु गाइज छु म यहाँ बाट स्टेसनमा आइसकेँ होइन हाम्रो दिदीहरूले दाइहरूले चाहिँ नेपाली टाइम फलो गर्नुभएछ क्या नेपाली टाइम फलो गर्नुभयो मैले चाहिँ यहीको टाइम फलो गरेर ठ्याक्क 10 बजे आइसकेको थिएँ यहाँ 10 बजे आउनु पर्ने थियो हाम्रो 10 बजे आउनु प्लान थियो म 10 बजे आइसकेँ ट्याक्क उहाँहरूलाई अझै 10 मिनट लाग्छ अरे बाल बनाउन छ अरे के अरे लेडिज प्रोग्राम सबै है मलाई अब 10-15 मिनट यहीँ बसेर कुद्नु पर्ने भयो होइन गाइज म यहाँ आधा घन्टादेखि वेट गरिरहेको छु कि 10 मिनट भनेको मान्छेले होइन आधा घन्टा भइसक्यो मैले यहाँ वेट गरेको छु होइन अझै आउनुभएको छैन म हेर्छु कति बेला आउने रहेछ केटीहरूको बानी मलाई सब थाहा छ 3जना दिदीहरू हुनुहुन्छ है त मेकअप सेकअप एन्ड त्यहाँनिर तिनीहरूलाई 10 मिनट भनेको मिनिमम पनि आधा घन्टा लाग्छ होइन मलाई थाहा थियो 10 मिनट होइन भन्ने थाहा थियो लेट्स आउने बित्तिकै सुट हान्छु होइन फाइनली गाइज हाम्रो दिदीहरू आइसक्नु भयो होइन मलाई यहाँ 1 घन्टाभन्दा धेरै कुदिसकेँ मैले ल यो अन्त तरिका यार झन्डा आयो के बल्ल यहाँ ल नमस्कार झन्डा सट्ट माथि देखाइदिनु न एकलट सही काम गर्नुभयो यार यो त्यहाँ पाइन त पाइन्छ होला होइन ल बबाल दाइ ल फोटो सेसन स्टार्ट भयो नि त अब बाबु तिमी पनि जाऊ Union City. This is a green light train to Daly City. Please stand clear of the doors. No. किन कुदावा दिदी किन ए बस्नु न हामी सक्ने यार केही हो त ए होइन अग्निबाट दिन्छ यार अग्निबाट दिन्छ यो पक्का नेपाली तपाईँहरू होइन नि त पक्का नेपाली टाइम फलो गर्दा अनि पुरै 10 मिनट भनेर 1 घन्टा लगाइदिन्छ यार कसम भाइ सरी त्यसको लागि म त मैले घरमै धुमा पोला भएर हुने रहेछ जस्तो भयो चाहिँ पछि त 10 बजे त आउनु नहोला भन्ने शङ्का लाग्यो मलाई सरी झन्डा अहिले फर्काउँदा आउने है त्यहाँ गएर सरी अहिले समाल्न नि एकछिन काली काम गर्दैन गाइस हामी आइसक्यौँ होइन हामीले भेटिन्छ कि ढिलो आउँछन् कि सबैले ल सबैले सपोर्ट गरिदिनु होला धेरै माया गरिदिनु होला अरु नेपाली कामको लागि आज हामी नेपाली परेड डेमा र्यालीको लागि हिँडेका छौँ सान फ्रान्सिस्को हामी नेपाली कल्चरलाई रिप्रेजेन्ट गर्दैछौँ नेपाली लुक के भन्छ नेपाली संस्कृति कला संस्कृतिलाई जगेर्ना गर्नको लागि हाम्रो झन्डा चाहिँ अगाडि छ खरखरा नेपाली झन्डा नबोल्ने मान्छे भयो भने गाह्रो हुन्छ कि झन् बनाउन लाज मान्ने मान्छे भयो भने गाह्रो हुन्छ नराम्रो बोल्नु भएन
त मान्छे देख्दिनँ त मैले छैन नै मान्छे जो अगाडि उता भित्र ए उता हो सरी जस्तो भित्र हैन छिटो जाम 9 सेकेन्ड हाम्रो प्रोग्राम चाहिँ त्यहाँबाट स्टार्ट हुन्छ है गाइस यहाँ छन् होइन मान्छेहरू रब्बै थ्याङ्क यू म्याम थ्याङ्क यू यहाँ त यिनीहरूको पुरै सेटअप पनि रहेछ नि यिनीहरूको त आज यिनीहरूको त बिजनेस डे हो नि त यहाँ त इट्स नेपाली टाइम गाइज हाम्रो 11 बजी यहाँबाट हिँड्ने भनेको म त्यहाँ ढिलो भयो भन्दा पनि यहाँ अझै पनि हिँड्ने छैनन् के नमस्कार हामी यहाँबाट हिँडिसक्यो है एउटा लगभग 30 नै हुन्छ होला 30 होला जय होस् मङ्गल होस् तपाईँको 30 हुन्छ होला एक वर्षमा 30 हो कहिले गर्नु तपाईँले भिडियो यो वर्ष चाहिँ गर्ने तयारी छ 30 लाग्यो 31 त नराम्रो होइन 30 मा म पनि त्यही प्लान 30 सम्म हेरौँ सिटिजन भरै गर्ने भनेर प्लान बनाएँ कति भयो होइन पहिला आउने 5 वर्ष अब 2 वर्ष हजुर ए हामी एकै What is your name? What is your name? Dinesh? दिनेश कागले भन न बोल्न लाज मान्छ के ल यहाँ दिदी हाम्रो ग्रुप खै त आउनु भन्नु के मलाई झन्डा पुगेन भनेको ए ल मैले धेरैवटा फोटो खिचेर दिएको है ए ल धेरैवटा फोटो खिचेर सानो चिटिक्कको पाउनु भयो नि त अनि सानो छ अनि हाम्रो दुईटा चाहिँ चाहिन्छ एकपट्टि खै यो यहाँ छोटा छोटा हो अनि अरू संस्था बोलाएर सिकै रहेछ नि यहाँ मैले सबैकै सबै बोल्ने नि पाइन्छ यस अमेरिकामा रहेर यस आचारका चाहिँ अमूल्य प्रयोग प्रदर्शन भइरहेको छ सम्पूर्ण दिदीबहिनी दाजुभाइ आमाबाहरूमा हार्दिक नमस्कार छ यस ठाउँमा हामी सबै मिलेर हामी बस्नुपर्छ धन्यवाद ल तपाईँलाई मलाई चाहिँ यो अलिअलि सानोतिनो प्रोग्राम हो जस्तो लागेको थियो होइन यो चाहिँ यस्तो सानोतिनो प्रोग्राम भन्छ कि इट्स अ म्यासिभ गाइज इट्स अ बिग प्रोग्राम होइन कति धेरै नेपाली अगाडि गइसक्नु भयो कति धेरै आउँदै हुनुहुन्छ होइन
यो मन त मेरो नेपाली हो मै चाहिँ कहाँतिर ए त्यतैबाट त आउनुभएको गाइस अहिले यहाँ मिठो हावा चलिरहेछ होइन अनि यहाँ चाहिँ आज नेपालमा हुने थरी थरीका होइन जात जातिहरू डिफ्रेन्ट भाषा बोल्ने डिफ्रेन्ट वेशभूषा लगाउने सबै मान्छेहरू आज यहाँ छन् होइन सबैको मैले सकेसम्म चाहिँ मैले सबैको सबैले आफ्नो आफ्नो संस्कृति चाहिँ रिप्रेजेन्ट गरेर हिँडेको छन् कि यहाँ सो मैले सकेसम्म चाहिँ सबै छोटो क्लिपमा देखाउँछु सकेन भने त त्यस्तै हो है गाडीहरूले पुरै सेक्युरिटी दिएर बसिरहेछन् है यिनीहरू दङ परेछ नि यहाँ के गरेको यिनीहरूले भनेर Yeah, you know which country's flag is that? The red one? I don't know what is it. That's Nepal. You know Nepal? Oh, Nepal, of course. Yeah, the Himalayas. Yeah. Political activism, they're more Yeah. active. Oh, that's It's like like cultural rally today. Yeah. It happens every year in San Francisco, Oh. and in the next like 2-3 more cities also it happens every year. So it's like a cultural There's a lot of rally. Nepalese People here. wear their own dresses Yeah. and then they do like a rally. They actually representing their country. You know? That's like a rally. So it's, How do you know Nepal? well, we've just witnessed the political activism Oh, right of now. the youth. Yeah. Yeah, And yes, it's that's right. inspiring, and Yeah. and we have a lot of small little market merchants that live Yeah. in San Francisco that we're so grateful that they work their behinds off to have convenience stores open for us. Yeah. Among other things, I know. Yeah. You know, Mount Everest is in Nepal. You know the Mount Everest. Oh, the Everest, the tallest tallest mountain. Yeah, that's in Nepal. And you know the Buddha, the Lord Buddha. Gautam Buddha? Yeah, the Buddha. West one. Oh, for Yeah. Normally people know Nepal because of the Lord Buddha, Gautam Buddha, Mount Everest, like that. Yeah. And the natural beauty. There is a lot of hilly region, mountain regions, a lot of mountains and hills. Is there a relation between the Tibetan Buddhists and the Nepalese Buddhists, or is it kind of a different? No, that's like same thing. The same. I mean, Yeah, same. main church, yeah, but I Yeah. mean, there's the different wings of Buddhism, like the Japanese Buddhists. But I think I don't know much about that, And but I think everything is like related. Maybe. yeah, ultimately, yeah. But like the Ultimately. Chinese have Chan, and then it's Zen in Yeah, Japan. Yeah. Yeah. I think little bit different, but I think that's almost like same. Their main theme, I think their main theme is same. You know, they have their own process to follow the Right. religion, but Right. I think at the end that's same. It's the same. Yeah. It's like all the different Christians, You're from here, different right? Islam. You're from here, right? You're Well, the from West Coast. I'm here for 50 years, but I'm from Oregon originally, from Oh, you're from Oregon. the Pacific Coast. You know, like I used to live in Oregon, like In Portland, or? Portland. I came here from Medford. Oh, Medford. Medford, yeah. I came here because of Jacksonville. Yeah. Jacksonville. Center Point or something like Center Point. I came here for the study,
Oh, to study? For Are study, you done? I was in Oregon before. Oh, so you know. You live here now, or Yeah, for 50 years, yeah. you in San Francisco? Yeah. Huh? I'm running for. Are you a voter? Are you able to No. vote? Oh, I have a card, green card, but I'm not able to go. not yet. Oh, I'm not yeah. sure. When you become, Huh? I'm running for the assembly. Oh, okay. It's the legislature of the state. Yeah. Yeah. Oh, that's As a writer. okay, man. Thank you. It's nice to meet you. Man. I want a beautiful day and beautiful people. You too, man. Bye. You too. Bye. गाइस त्यो खैरेसँग कुरा गर्दा चाहिँ एकछिन टाइम लाग्यो होइन हाम्रो टिम त अगाडि पुगिसकेन त्यही भएर अलि फास्ट हिँड्दैछु म तर त्यो रमाइलो भयो कस्तो यार यहाँ र्याली यस्तो र्याली भएछ होइन अनि यो कुन कन्ट्रीको फ्ल्याग भन्दाखेरि त्यो फ्ल्यागै नचिन्दिएर यार त्यो खैरेले माउन्ट एभरेस्ट फेरि थाहा छ त्यसलाई फ्ल्याग कुन कन्ट्री भन्दा थाहा छैन मिला त्यति हिँडिसकेपछि के हो कसो हो थाहा हुन्छ नि यार अलिअलि गफ दिए त्यसलाई हेर्नु त्यहाँ अनि अहिले चाहिँ म अगाडि जाँदैछु ओके गाइस ल है त शङ्कर ल ल ल बजेन चाहिँ हाम्रो ब्यानर भएको ठाउँमा आइसक्यो ल है ल भिडियो फोटो पनि भइसक्यो भिडियो पनि मात्रै गाइज हामी चाहिँ अब यो हाम्रो अन्तिममा आइसकेको छौँ होइन यो चाहिँ हाम्रो इन्डिङ पोइन्ट हो कि त्यो लास्ट होइन त्यहाँ सबै भेला हुन्छ नि यसरी अनि त्यसपछि सानो भाषण हुन्छ होला के हुन्छ होला प्रोग्राम हुने भए के हुन्छ होला त्यसपछि चाहिँ सकिन्छ है त लगाइ जो चाहिँ हाम्रो इन्डिङ पोइन्ट है इन्डिङ पोइन्ट भन्नाले यहाँ सबै भेला भएर दिदी के छ तपाईँ त हरि बजाउनु भयो त उता हुनुहुन्छ उता दिदीको फोन मसँग छ कि मेरो चार्ज सकियो त्यही भएर म दिदीको फोन लिएको ल दाइ के छ ठिक छ भ्लग होला भ्लग बनाउने हो युट्युबमा हाल्ने हो अब स्टार्टिङबाट हेलो गाइज हामी चाहिँ अहिले यो इन्डिङ पोइन्टमा छौँ यहाँ सानो प्रोग्राम हुँदैछ अनि यो प्रोग्राम भइसकेपछि चाहिँ हाम्रो यो सकिन्छ अनि सबै आफ्नो आफ्नो बाटो लाग्छन् होइन तर यहाँ सानो प्रोग्राम हुन्छ अनि चियाको पनि व्यवस्था रहेछ होइन चिया लभरको चाहिँ यहाँ मेन्सन कमेन्ट के गरिहाल उहाँ मलाई बोलाइरहेको छ नि यार खासमा मेरो फोन होइन मेरो फोन होइन मेरो चार्ज सकिसक्यो कि त्यही भएर हजुर भन्नु के भयो भिडियो खिच्नु परेर भिडियो र फोटो भन्दा यहाँ आज केही पनि छैन यार चिया गाइस चिया इज म्यान्डेटरी जसो गरजे भन जक्का सुकै लैजाऊ मलाई यो मन त मेरो नेपाली हो होइन जेम्स जसो गरजे भन जक्का सुकै लैजाऊ मलाई यो मन त मेरो नेपाली हो मलाई गर्व छ हाम्रो पुर्खाले कति बेताहरू सहेर कति बेताहरू सहेर इतिहास
त मेरो नेपाली हो सबैजना गाउनुहोस् प्लिज For the Nepali national anthem, we are putting our hands down. Thank you. हाम्रो चाहिँ अब यहाँको प्रोग्राम फिनिस भइसकेको छ होइन Today we are not only showing यहाँ लगभग सबैजना यहाँबाट गइसके होइन भिड कम भइसक्यो सबै गइसके very conscious त्यति भन्दै अब म पनि मेरो भ्लग चाहिँ अब सक्न जाँदैछु अब हामी घर रिटर्न गर्दाको अलिअलि सानसानो क्लिपहरू चाहिँ मैले खिचिरहेको हुन्छु होइन त्योभन्दा द्याट्स इट गाइड आजको यही हो प्रोग्राम सबै यही हो मैले थोरै थोरै गरेर सबै देखाइसकेँ होइन यति नै थियो आजको जे होस् रमाइलो भयो थ्याङ्क यू सो मच गाइज थ्याङ्क यू बाई सी यू अगेन भयो के भयो हामी को जाने तपाईँ भाइ गाडी छ ल्याउनु भएको You know one joke? Huh? Go ahead, man. Why does eggs don't tell jokes? Why? They don't crack each other up. You, man, that was a good one. No one more? No? Okay, man. See you next time. Hello guys, thank you so much for watching this video. हाम्रो आजको प्रोग्राम सकिसक्यो होइन आज धेरै रमाइलो भयो सपोर्ट गर्दै गर्नु हेर्दै गर्नु धेरै नेपाली माझ पुऱ्याइदिनु थ्याङ्क यू सो मच गाइज सी यू अगेन इन द नेक्स्ट भिडियो